सम्पूर्णलाई नमस्कार। धनगढी उपमहानगरपालिका वडा नम्बर 5 जाने बाटो 128 मिटर नाली निर्माण हुँदैछ। नमस्ते नमस्ते। अहिले यो नाली मात्र होइन, भरानको काम त छैन यहाँ, खाली नाली मात्र। अब यो जो माटो छ नि, मैले वडा कार्यालयमा हजुरहरूलाई जग्गाको लागि त्यो माटो राख्नलाई भनिदिएको छु। अब यो माटो चाहिँ फेरि पिच रोडमा परेपछि भोलि पिच रोडमा हिलो पनि हुन्छ। अब वडासँग फेरि यो भरान गर्नलाई अब यत्रो ग्राभिल पनि हुँदैन। हजुरहरूले यो माटोलाई चाहिँ अहिले सर्लक्क उठाएर पिच रोडमा नपर्ने गरेर त्यहाँ वडा कार्यालयको साइडमा व्यवस्थित गर्ने। त्यसपछि हजुरहरूले यसलाई चाहिँ अनि पछि भरान गरिदिँदा हुन्छ। हजुर 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 ए हस् ल, हजुरहरूकै अब आफ्नै वडाको काम हो यो। अब एकदम गुणस्तर राम्रो तरिकाले भोलि हामीहरूलाई पनि अप्ठ्यारो नपर्ने, हजुरहरूलाई पनि अप्ठ्यारो नपर्ने। अब काम त हजुरहरूको जे होस् छिटो गरिराख्नु भएको छ। सबै कामहरू जे होस् एकदम राम्रो काम छ है। ए दौडा दौड्छ तपाईँहरूको पनि यहाँ कहाँ हो? दाइ ल यस्तै छ दाइ, यहाँ दौडधुपमा यतै छु दाइ। दौड दाइ पछि। हस् हुन्छ दाजु, नमस्ते दाइ। हस् हुन्छ।